थथै भ्रष्टाचार, नेता भ्रष्टाचारी, कर्मचारी भ्रष्टाचारी, पत्रकार भ्रष्टाचारी। अब न्यायाधीशहरूको र पुलिस आर्मीहरूको आउन फाँकी छ। अब त्यो पनि कुन दिनदेखि आउँछ। सबै भ्रष्टाचारमा लिप्त भएपछि देश कसरी उँभो लाग्ने, देश कसरी विकास हुने, जनताले कसरी रोजगार पाउने, देशमा कल कारखाना उद्योग धन्दा कहिले खुल्ने। सबै नेपालीहरू विदेशै जानुपर्ने बाध्यता बनाएका छन् है नेपालका नेताहरूले। ठुल्ठुलो ठाउँमा बस्नेहरूले कमसेकम नेताहरूले त भ्रष्टाचार रोक्नु पर्छ नि त, देश चलाउने मान्छे भएपछि। यस्तो देशमा कसरी नेपाली जनताहरू बाँच्ने होला। बिचरा नेपाली जनताहरू कति दुःखी छन्, कति अभागी जनताहरू। हेर कस्तो देशमा जन्म लिएछन्। बरु अमेरिकामा जन्म लिएको भएदेखि त सुख पाउँथे होलान्। अब हामी फेरि विदेशीहरू अमेरिका ल्याउँदैनौँ। गाह्रो भयो नेपालीहरूलाई।